घाम धेरै छ। कता नातिनी बजै घुम्न हिँडेको के गर्नु पर्छ त्यस्तो कहाँ अबोई जिउ त भइरहेछ दिएर फलिरहेछ यहाँ अब टाढा हिँड्नु पर्दैन पुरै छ सबै कुरा नजिकै बजेले सुटिङ गर्दा गर्दा जाने हो बजे यस्तो गरिदिनु मान्छेले बजे यस्तो गरिदिनु गरिदिनु के होइन तिम्रो बजेट मान्छे बुढी नि पर रहेछ भन्ला नि देखायो भने केही हुन्न कसैले देख्दैन अलिअलि यस्तो गरिदिनु के बुढी मान्छे निकै नाक तर रहेछ भन् घर पानी सुक्यो भने त्यो पँडेरोमा पानी छ हजुर त्यहाँ सुक्यो भने यहाँ तल छ जरुवा मिठो पानी छ यहाँ पानी मिठो पानी रहेछ तिम्रो मम्मीको माइत त उतै जानु पर्यो धेरै त माथि होइन एकखेप पानी लिने उतै जानु मनी गएको छ क्या कहिले पानी लिने गएको छ माइतमा हजुर कहिले जानु भयो राङभाङतिर बजे कहिले जानु भयो राङभाङतिर बाजे हुँदै गएको म त बाजे हुँदै गएको भयो क्या भयो बजे यस्तो फेरि एकचोटि फेरि यस्तो गरिदिने क्या हजुरले ओ बाबा बजै मेरी दादी यहाँ पे घास काट रहे हैं मुझे बड़े क्यूट लग रहे थे इसलिए मैंने उनकी रिकॉर्डिंग कर ली। आई विश मेरी दादी बस हमेशा ऐसी हेल्थी रहे। ये दादीज बड़ी क्यूट होती है ना वैसे अगर आप सबकी दादीज भी क्यूट है और आपको अगर मेरी दादी को देख के अगर आपको अपनी दादी की याद आई तो इस वीडियो को बार बार देखते रहो जितना मन करे देखते रहो बस।